ल है साथीहरू म त गाबा पकाउन लाग्छ है गाबा। यस्तो गाबा बनाएर खाने है गाबा। अब यसमा सबै मरमसलाहरू हाल्नुपर्छ नि त। थोरै नुन, थोरै खुर्सानी, थोरै जिरा सबै थोक मैले अघि नै पड्काइसकेको छ। मैले चाहिँ गाबामा मेथी, सुप, ज्वानो, सुकेको खुर्सानी सबै पड्काइसकेको छ। अनि फेरि थोरै थोरै यो सामानहरू पनि मैले सबै हालिसकेको छ। अहिले म थोरै मात्रै हाल्ने। अब यसलाई चाहिँ मैले सट्ट चलाउने। अब चाहिँ मैले यो गाबालाई मलाई चाहिने जति रस हाल्दैछु है। ल मेरो गाबा चाहिँ एकदम फेभरेट है, फेभरेट। मलाई एकदम गाबा एकदमै मनपर्छ। आज मैले गाबासँग चाहिँ छुट्टै किसिमले भात खान्छु होला। अब रस पुग्यो। अब चाहिँ लास्टमा यो लेमन निचेर तरर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 
चरेप्प टोक्ने। मेरो हस्बेन्ड चाहिँ गाबा खानुहुन्न, उहाँलाई चाहिँ यहाँ दाल पकाएको छु अनि यहाँ दुध तताएको छु। अनि उहाँलाई चाहिँ अहिले आलुको भुजुरी थोरै बनाउनु पर्छ, उहाँले गाबा खानुहुन्न, त्यो मलाई थाहा छ। यो मलाई मात्रै हो एकदम बेस्ट लाग्ने। अब यसलाई टक्क लाएर सिटी लाउने। ल लाची लाग बिहान खाएको गिलास माझ्नु पर्यो नि त होइन। अनि यो पाकेको आँप छ, फेरि यो पाकेको आँप खानुपर्छ अब टक्क लाएर। मेरो चाहिँ मसला पिस्ने लोरो। अब यो मुलाको चाहिँ सलाद बनाउनु पर्छ। जिरा मरिच चाहिँ थन्काउनु पर्यो। अब यसो पुग्यो पुग्यो त के पुग्नु होइन। अब बुढाको लागि आलु बनाउँदैछु। खाना चाहिँ जहिले पनि कसौडीमा पकाउनु पर्छ, कुकरमा पकाएको खाना हुँदैन। टक्क खुल्ला भाँडामा पकाएर खानुपर्छ भन्छ डक्टरले होइन, त्यही भएर म खुल्ला भाँडामै पकाउँछु जहिले पनि।
शान्ति लाग्यो ना। ल यो खाना पनि बसालिदिने अब होइन, टक्क लाएर बसालिदिनु पर्यो। ल कसरीमा खाना पनि बसालिदिउँ। वाह, आम एकदम मिठो छ है। एकदम आमको सिजन चलिरहेछ हाम्रो यहाँ नुवाकोट देवघरतिर चाहिँ। अहिले आम एकदमै पाउनुहुन्छ होइन, सस्तो पनि छ। मिठो पनि छ। ल सबैजनाले निर्माया वाइवा युट्युब च्यानलमा गएर सक्दो सब्सक्राइब पनि गरिदिनु होला, लाइक पनि ठोकिदिनु होला र एकदम धेरैभन्दा धेरै सपोर्ट गर्दै जानु होला। अब यो पकाएको पनि मेरो युट्युब च्यानलमा आउँछ अनि र मैले खाइरहेको पनि मेरो युट्युब च्यानलमा आउँछ। सबैजनाले निर्माया वाइवा युट्युब च्यानल प्रोफाइलमा गएर सर सर्च गरेर हेर्नु होला र भिडियो कस्तो मनपर्छ सबैजनाले लाइक कमेन्ट सेयर सक्दो सब्सक्राइब गरिदिनु होला सबैजनालाई। बाई बाई। गुड 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 गुड।